तेरो तपाईँ हाम्रो समाजमा गाउँघरमा पहिलेको पुरानो चलनअनुसार बिहेमा खाँडो जगाउने चलन थियो नि, त्यो तपाईँ हामी कतिले देखेका छौँ। हामीहरूले त सानो बच्चामा हुँदा अलिअलि याद छ, पहाडी भेगउँदै गरिन्थ्यो। अहिले त यो तपाईँ हामीले देख्न पनि बिरलै पाउँछौँ, सायद देख्न पनि सक्दैन होला। यस्तो हाम्रो पहिलेको चलन परम्परा साह्रै राम्रो र गौरवको कुरा हो। यस्तो कुरालाई तपाईँ हामीले जोगाउनु पर्छ। हेर्नुहोस्, उहाँ बाले खाँडो जगाइराख्नु भएको छ। तपाईँहरूले पनि यो परम्परा र संस्कृति जोगाउनलाई यो भिडियोलाई सक्दो सेयर गर्नु होला र एकछिन सुनौँ उहाँ बाले जगाउनु भएको खाँडो। पूर्व पश्चिम उत्तर दक्षिण भोटो मंगला दिल्ली किला कौन कौन पलटन चले आगे श्रीनाथ चले बद्र बहादुर काली बहादुर रामदल वीर दल बटुक दल विभिन्न दलहरू चले सवारी होने का बखत है। आज पहिला वर्ग शुरू का बड़ा चलते हैं। धरती धाकेला बैरी के निकट पहुंचे राखो कांधे बंदूक प्रस्थान चलाते हैं। श्री 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 महाराज मल्ल महाराज रानी के टोलामा चलाते हैं। मुलुक मुलुक थर्कन लागे कामदारी काजी पिपा खलसी खेती सुसारी बैठके चलाते हैं। लाल धपनी का फूल लड़कन लागे हीरा मोती झलकन लागे मुगा पुष्प नवरत्न फलकन लागे। अच्छा गोर्खाली जति सरकन लागे चीन को चीन महाचीन पेचिन लाहौर दिल्ली देश थर्कन लागे। शीशा गोला बम गोला ऊपर बर्सन लागे। शत्रु का सेना तर्सन लागे। पशुपति र गुज्जेश्वरीसँग जीतबाजी मागे। उदो गंगाको साँधो लगाई उनको महाचीन मारी निष्ठाको खालो पखाली रो असुर परगोत्रमा शिव छेत्री पृथ्वीनारायण शाहका पालादेखि आज तक नेपाल सरकारको 2081 सालको खालो जाग्यो 12,000 बैरीका सरवारको मार लाग्यो। कस्तो हाम्रो धर्म संस्कृति पहिलेको परम्परा तपाईँ हामीले दिनदिनै बिर्सिँदै गइरहेको छौँ। आधुनिकताको नाममा हामीहरूले हाम्रो परम्परा र संस्कृतिलाई कहिले बिर्सिनु हुँदैन। यस्ता कुराहरू तपाईँ हामीहरूले अहिले सामाजिक सञ्जालमा पनि भेट्न धेरै मुस्किल हुन्छ, धेरै नै गाह्रो हुन्छ। यस्ता कुराहरू सामाजिक सञ्जालमा तपाईँ हामीहरूले प्रोत्साहन दिनुपर्छ। यस्ता कुरालाई प्रमोट गर्नुपर्छ। यस्ता कुरालाई तपाईँ हामीले सक्दो सेयर गर्नुपर्छ। त्यही भएर यो भिडियोलाई सक्दो सेयर गर्नु होला हजुरहरूले। साथै मेरो पेजलाई फलो गर्न पनि नबिर्सिनु होला। यस्तै नयाँ कुराहरू सामाजिक सञ्जालमा भेटिएका आश्चर्यजनक कुराहरू म पोस्ट गर्दै आइरहेको छु र आइराख्ने छु। यस्तै कुरा सुन्नलाई हजुरहरूले यो मेरो पेजलाई पनि फलो गर्न नबिर्सिनु।